हेलो गाइस, दर्शकबिनहरू सबैजना मेरो फेसबुकको प्रोफाइलमा जोडिनु भएको सम्पूर्णजनालाई नमस्कार भन्न चाहन्छु र साथै चाहिँ सबै निको आरामै हुनुहुन्छ होला भन्ने पनि चाहिँ सम्झना छ मेरो मेरो सोचाइ छ। अरे यार मलाई यार सबैजनाले फोन गर्नुहुन्छ अनि फोन गरेर घर जानिन भनेर सोधिरहनु भएको हुन्छ यार यो। अनि मैले सोच्छु किन भनेर उहाँले भन्नुहुन्छ ल इंडिया पाकिस्तानको लडाइँ पर्यो, अब चाहिँ यहाँ मर्न सकिन्छ, घर जानु पर्यो रे, अब चाहिँ घरमा गएपछि बाँचिन्छ रे, अब फेरि फर्केर आए हुन्छ, अहिलेको लागि फिलहाल चाहिँ नेपाल गए हुन्छ, कोहीले जा भन्नुहुन्छ, कोहीले जाम भन्नुहुन्छ। कारण चाहिँ के हो यार, म केही बुझ्न सकिरहेको छैन यार। मलाई चाहिँ मजा गरेर जा भने हो कि जाम भने हो कि आफू पनि गएर हो कि के हो चाहिँ, म त केही चाहिँ बुझ्न सकिरहेको छैन अहिले चाहिँ यो कुराहरू होइन। अनि चाहिँ के छ हाम्रो साथीहरूको नयाँ हालखबर, हजुरहरू पनि घर जाने उद्देश्यमा हुनुहुन्छ कि यो चाहिँ तपाईँलाई के लाग्छ वास्तविकतामा मच्याक हो कि चाहिँ सही हो भन्ने लाग्छ? लडाइँ चाहिँ सही नै हो होइन र, लडाइँ परिरहेछ है। त्यो कारणले चाहिँ यो वास्तविकतामा यो कुरा चाहिँ सही हो या गलत हो भन्ने अलिकति मलाई शङ्का लागिरहेको छ। ल घर ठाउँमा यो लडाइँ नै पर्न सक्छ भन्ने चाहिँ छैन होइन। मेरो विचारमा त अलिकति चाहिँ अब जस्तो पाकिस्तानको बोर्डरहरूको साइडमा भएको मान्छेहरूले जस्तो जम्मू जम्मू कश्मीर लद्दाख अनि चाहिँ यो के भन्छ होइन, अब त्यतातिरपट्टि चाहिँ अलिक डरै छ होला भन्ने पनि लाग्छ। अब एक दिन मर्ने नै हो, मर्नलाई किन डराउनु पर्यो र भन्छु म त यार होइन र। अब चाहिँ बाँकी तपाईँहरूको चाहिँ के छ कस्तो छ होइन, अब तपाईँहरूको चाहिँ भनाइ के हो कस्तो हो। हजुरहरू चाहिँ अब अलिक डरमा हुनुहुन्छ र म चाहिँ पाकिस्तान बोर्डरको नजिकै छु, चाहिँ मलाई डर छ, म चाहिँ जानु नै पर्छ भन्ने चाहिँ कोही उसमा हुनुहुन्छ भने जाँदा पनि हुन्छ भनेर। अब किनभने ज्यान जोगाउनु पर्छ होइन, र मर्न त एक दिन मर्ने नै हो, भए पनि अब भोलि चाहिँ यस्तो गर्ला भन्ने चाहिँ उसमा पनि हुनुहुन्छ। त्यो भएर पनि बाँच्नु नै राम्रो छ भन्छु म त। यो हाम्रो चाहिँ दर्शकबिन्दुहरूले सबैले चाहिँ लडाइँ पर्न लाग्छ, मलाई घर जा भनेर फोन गरिरहनु भएको छ। के चाहन्छ तिमी, घर जाने कि बस्ने हो? के माठा के दौरो खान जाने मेरो घर काम नकाते के अरे पाकिस्तानको र के अरे इन्डियाको लडाइँ पर्न कि हामी घरै दुख्नुपर्छ र किन स्वाद हुनु कुरा गर्नु चाहिने कुरा गर्नुपर्छ। यसो उसले के घर जा भनेर के गुखा भने गुखाने हो र। अघि नै चाहिँ एकजना बागलुङको साथीले फोन गर्नुभयो होइन, हजुर, उहाँको नाम चाहिँ गोविन्द भण्डारी हो। हजुर यो भिडियो चाहिँ उहाँले पनि हेर्नुहुन्छ होला अहिले चाहिँ। मलाई के भन्नु भनेपछि हजुर दिल्लीको ठाउँमा धेरै नबस्नु, हामीलाई त यहाँ ठिक छ, हामी सुरक्षित छौँ, दिल्लीमा चाहिँ बम खस्नेवाला छ, बस छिटो घर जानु भनेर मलाई फोन गर्नुभएको थियो। अनि अस्ति पनि चाहिँ एकजना हाम्रै गाउँको महिलाले फोन गर्नुभएको थियो, घर जानेन तपाईँ सबै घर गइसक्यो भन्दा। ल तिमी चाहिँ यसमा के भन्न चाहन्छौ? अब मैले के भन्न चाहन्छु, सधैँभरि सबैले काम गर्न पाऊँ। यस्ता पाकिस्तानको यस्तो माओवादीको लडाइँ परेको छ, नेपालमा ठुलो काण्ड परेको छ, यहाँ चाहिँ पुरो भिडन्त परेको छ माओवादीको सेनाको, त्यस्तै भइरहेको ल है। ल हजुर हस् यार है, त्यही नै हो कुरा, अब चाहिँ के गर्ने होइन। ल फेरि चाहिँ अर्को भिडियोमा फेरि म सबै कुराहरू भन्नुलाई